आज चाहिँ हाम्रो घर सेलरोटी सब बनाएको थियो। अनि किन यहाँ अङ्कल आन्टीहरू हाम्रो घर हेलो साथीहरू, वेलकम माई मिनी भ्लग्स। आई होप तपाईँहरू आज सन्चै आरामै हुनुहुन्छ होला। यहाँ म नि सन्चै आरामै छु। अनि आज चाहिँ हाम्रो घरमा अङ्कल आन्टीहरूको लागि खाना बनाएको थियौँ हामीले। अङ्कल आन्टीहरू आएर नै खाइसक्नुभयो। मैले चाहिँ बनाएको भिडियोहरू चाहिँ बनाइनँ किनकि भ्याउँदै भ्याएन, अनि हतार भयो बनाउन नि त्यस्तै भयो। यहाँ चाहिँ आमा र अभिले पुलाउ बनाउँदै हुनुहुन्छ। अनि अङ्कल आन्टीहरू चाहिँ आउनुभएको थियो। सेलरोटीहरू चाहिँ बनाइसकेको थियौँ। अनि दिदीले सेलरोटी बनाउनु भएको थियो। मैले चाहिँ अचारहरू अनि यताउति गरेको थिएँ। अनि अङ्कल आन्टीहरूले चाहिँ खाँदै हुनुहुन्थ्यो अनि पुलाउ चाहिँ पाकिरहेछ। अनि यता बाजे चाहिँ चिया खाँदै हुनुहुन्छ। यो चाहिँ सेलरोटी दिदीले बनाएको, यो मैले अचार बनाएको थिएँ। अनि मैले चाहिँ अभिलाई मेरो नि भिडियो गराइदिए न त, मलाई नि देखा भनेर चाहिँ देखाएको थियो। अनि यो चाहिँ अभिले फेरि अभिको पालो यहाँ भिडियो गराउँदै रहेछ उसले चाहिँ अचार अनि रोटी भनेर देखाइरहेछ होइन। ऊ चाहिँ आफ्नै तालमा हो, उसले चाहिँ भिडियो गराउँदै हिँड्छ। अब के भनिरहेछ। अनि यहाँ चाहिँ बहिनी भाइ मतलब दियोरो भाइ भनौँ के भनौँ, मेरो बुढाको सालीको बुढा हो। अनि म चाहिँ यहाँ बाबु लिएर बसेको थिएँ। अनि बाबुलाई लियो, भाइले चाहिँ नमस्ते भनेर जानुभयो। अनि मलाई अभिले देखाएको थियो। अनि मैले चाहिँ हाई गरिदिएँ। अनि त्यो जानुभयो उहाँहरू चाहिँ अङ्कल आन्टीहरू। अनि सबैजना चाहिँ भित्र बस्न मान्नु भएन अनि त्यही भान्सामा बस्ने भन्नुभयो, आगो ताप्दै बस्ने भन्नुभयो। अनि अभिलाई चाहिँ स्याउ लिएर आएको रहेछ बहिनीले, अनि त्यो दिएको थियो। अनि उसले देखाइरहेछ स्याउ हो भनेर। अनि म साथीहरू अरू भिडियो गराउन पाइनँ। आजलाई यति नै, बाई बाई।